फुलचोकी 13 किलोमिटर। आशिका तामाङ दिदी आउनु पर्यो क्या। अब फेरि आउने कि नआउने? जसुकैले जेसुकै भन्न म त आउँदिन। फाइनली गुराँस टिफिन। म त सिकेर जाने हो। मेरो साथी बिचारा घुँडा दुखेर मर्छु होला हौ म त। Hello everyone, नमस्ते and welcome back to my new video. After long time म चाहिँ आज भिडियो बनाउँदैछु। अनि आज चाहिँ बिहान उठेर मैले हाइकिङ जान लागेको। अहिले चाहिँ ठ्याक्क बिहानको 36 बज्यो है। घाम झुल्किसक्यो तर अधेरैमा जाने भनेको के भयो खै। त्यस्तै हो। अब सबैजना भेला हुँदाखेरि त झन् 7 बज्छ होला। अनि हामी चाहिँ अब यतिखेर भेट हुन्छौँ सातो बाटोमा। म चाहिँ बल्ल निस्केर हिँड्दैछु। अरू आइसक्यो अरे 2-3 जना। हेर्दै गर्नु ल साथीहरू आजको मेरो भ्लग, लङ टाइम पछिको भ्लग। अनि के अरे हाइकिङ कस्तो हुन्छ हेर्नु ल। त्यसै यो पालिको हाइकिङ चाहिँ मेरो सेकेन्ड हो है, सेकेन्ड हाइक हो। अनि अस्ति फर्स्ट टाइम चाहिँ हामी वहाँ गएको थियौँ के अरे मार्बल डाँडा। तर त्यहाँ त हिँड्नै पुगेन भने कति छिटो त्यहाँ माथि पुग्यो है हामी त। अब त्यस्तै हो, गाउँमा हुर्केको मान्छेलाई त अलिकति हिँडेरै नपुग्ने रहेछ। अनि हामीले फेरि अर्को प्लान बनायौँ फुलचोकी जाने। अनि आज चाहिँ हामी फुलचोकी हिँड्यौँ किनभने हाम्रो कलेज सकिसक्यो नि त। अब कलेज सकेपछि एक्जाम दिनु मात्र बाँकी छ। अनि हामी साथीहरूसँग मेमोरीको लागि जानु लागि खासमा है। हेर्नु ल, मैले पनि देखेको छैन आज फुलचोकी कस्तो रहेछ, तपाईँहरू हामी हेर्नु ल। हामी चाहिँ यहाँ साथीहरू भेला भइसक्यो। चिया खान लाग्यो। अझै कुदिरहेको छ। के भन्नु मन छ? भन न भन, के भन्न मन छ? डब्बामा पानी लिएर आऊ। अरू भन न, भन न। चिया खाऊ कि चिया? म आएँ ठुलो। त्यता हामी कुदिरहेको साथीहरूलाई 2 जनालाई चल्दैछन् बच्चाहरू। जाऊ चाहिँ माइक्रोमा जान लाग्यौँ है त। अब हामी गोदावरी पुग्छौँ अब। लैन हामी चाहिँ आइपुग्यौँ गोदावरी। हेलो गाइस, कस्तो भयो गाडीमा? यता हेर न, गाडीमा कस्तो भयो ल? गाडीमा टाउको दुखेर आइसक्यो यहाँ बस्ने, कहिले त्यहाँ बस्ने। म चाहिँ कस्तो आनन्द भयो। हामी चाहिँ आनन्दले आयौँ है। झन् सलिनाको भाडा आफलियो होइन, गाडीमा गाडी चलेन अरे, पेट्रोलको भाउ बढेर हो। पेट्रोलको भाउ बढेर है। 1880 हो त्यो गाडीको नम्बर। यहाँ देख्न सक्नुहुन्छ मेरो क्यामेराले अलिक क्लियर देखाउँछ। फेरि गोदावरी आइपुग्यौँ हामी। अब हामी यहाँदेखि सिधै हिँड्दै जाने। अब उकालो हाम्रो जर्नी सुरु भयो भन न। बिचरा हेर न, सानो भनेर हेरेको। साच्चै देखेको थिएन कि रियल्ली देखेको थिएँ रिभर्स गरेर। ल म देखाइदिन्छु। देखेको थिएन, हेर यहाँ देखिरहेछ क्या सबैजना। अहिले ठ्याक्कै 8 बजी लाग्यो होइन, 8 मिनट छ कि 8 बजी। भोक लाग्यो हामीलाई। हेर न यहाँ अब अहिले हन्तकालीले हेर। खाऊ मलाई ढुङ्ग्रो गोविन्दलाई अलि माथि गएर देखाउ, सलिनालाई अलि तल गएर देखाउ।
साथीहरू हामी चाहिँ 3 4 5 5जना अगाडि आइसक्यौँ। नै यस्तो चाहिँ भयो। तलतिरै 3 जना चाहिँ तल यस्तो छ अहिले सुरुमै यस्तरी हिँडे नि त अब है यिनीहरूले 10 घन्टा पनि पुग्दैन गाइस कहाँ छन् भन्दा 3 जना देखो न देखो ल्याउनु पर्ने रहेछ कि मैले गाइस यहाँदेखि फुलचोकी 13 किलोमिटर। अब यहाँ आउँदैछ हाम्रो भाइरल रोड अस्ति मार्बल डाँडा जाँदाखेरि चाहिँ यो बाटो गएको थियौँ। यो बाटो ऊ त्यो माथि हो मार्बल डाँडा। गाजल आँखैमा सिरैमा सिर फुल फुली नाखैमा ए बनमा ल्याउली। देखो न गाइस देखो यो हो हाम्रो भाइरल रोड साथीहरू। भिडियोमा खुब देखाएको थियो है। ओइ राम्रै देख्दो रहेछ त हेर न। आइ हाय कस्तो राम्रो छ भाइ। ल ल जाऊ 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 उडे 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 उड न एकचोटि उड न। आया हामी चाहिँ अगाडि छौँ है। हाम्रो साथीहरू देख्न सक्नुहुन्छ उता उता कुदिरहेछन्। रचना 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 एउटालाई खानेकुरा पुगेन रे फेरि। यो खोलेर खाइदिनु त मलाई बोरिङको भइसक्यो। ए यतिखेर जाँदैछौँ सर्टकट बाटो हिँड न हामी हैन तर पुग्छ कि पुग्दैन थाहा छैन है। माथि रोडमै पुगिन्छ भनेर हिँडेको। ओ यतिखेर धौन लगाइसक्यो त गाइस। भोक लाग्यो गर न। मेरी साथी बिचारा बिचारा यस्तो छ जङ्गल। आमामा हामी दाउरा खोज्ने जस्तो छ भाइ जङ्गल है। दाउरा लगेर जानुपर्छ कि एकुङधारी बाटो देख्ने मान्छे यता हाम्रो जङ्गलको यात्रा चाहिँ सुरु भयो है। हाम्रो लक्ष्य सुरु होइन आधी भइसक्यो। अहिले होइन किन भएन 1 किलोमिटर हिँड्नु हो र होइन रोडमा निस्किन्छ भने यसै गरी गाइस यिनीहरू काम नलाग्नेहरू भनेर भन्न मिल्दैन क्या अरे। हाम्रो साथीहरू है यिनीहरू चाहिँ। हामी 2 जना चाहिँ यहाँ छौँ। के गर्नु गाइस हामीले राम्रो देख्थ्यो होला आइफोन भएको भए के गर्नु। हाम्रो आइफोन छैन तर हाम्रोमा आइफोन छ डान्सरी साथीहरूको माइफोन छ कि माइफोन यो मेरो फोन होइन माइफोन भने तर माइफोन त मेरो साथीको फोन हो खै ओके। सधैँ आइरहन्छ तिम भन न यादहरू यो मन ग्याप लाग्यो साथीहरू। अब चाहिँ गर्मी सुरु हुन लाग्यो। हामी खै एउटा रोड पनि निस्केनौँ यहाँ माथिबाट। अर्कै बाटो त आएन होला नि ओइ। हाम्रो साथीहरू चाहिँ हरायो पछाडि कहाँ ओइ गुराँस कहाँ त माथि होला के। यो पछाडि साउन्ड सुन्नुहोस् है ब्याकग्राउन्डमा के गर्थे केन है त। ओ रोड आयो साथीहरू रोड माई गॉड। अब कताको बाटो हो त अस्ति रोडबाट गएको मान्छे त कतै आइदिन्छ लाग्छ फेरि फोन नगरेर मान्छे सिमबाट रचना 7 किलोमिटर बाँकी लाग्यो के छ खबर। ल यो थर्मासको कथा जोस आउँछ कि
म बाँचेर आएँ 2 केजी घट्यो होला सायद। 5 मिनट रुक्नु। आर्यन बिचारा हेर हिँड्नै नसकेर हेर भनेको हो कि ए बाटै एकछिन बस्नु अलिअलि इनर्जी आयो अघि चाहिँ ब्याट्री लेभल डाउन अरू अरू साउथ इन्डियातिर अझै डाउन हुन्छ होला बाँचिरहेको छु अहिलेसम्म आज त अफ हुँदै हुन्न होला नि हजुर उँधो भएको रे के के भयो त यो मान्छे मान्छे ठिक छ नन्दा मान्छे मान्छे कि के कति बेला आँखामा हानिदिन्छ कि टाउमा हानिदिन्छ त्यो ऊ आहान ब्लगमा घामी देख न गाडी छ त्यहाँनिर गुराँस पनि रहेछ पनि ल्याउनुपर्ने होइन हो क्या बजाउँछु गाना बजाउनलाई वाह कस्तो राम्रो आयो त फेरि अर्को सर्टकट बाटो तर कहाँ पुग्छ थाहा छैन अनुमान लगाउँदै हिँड्दै गर्ने हो गाइज कैसा फिल हो रहा है रंगीता बताओ ना अच्छा यो चलिए ना क्यों आप आगे आगे डुबुर रही छिउ ऊ हेर चस्मा लाएर फेरि नबिकिन आऊ न छ्या बनाना खान लागि भोक लाग्यो साथीहरू यो ठीक हुन्छ के मान न हो बिचरा त्यत्रो भोक्ने छ ठिक हुन्छ गर्मी काट्छ अनि उडा कतिवटा छ अब के जुस म त टिपेर जाने हो चिजमा भनेको मैले ललिपप जुस खाइ एनर्जी लेभल बढाइ न अलिकति बढायो बढो कि बढेन एनर्जी लेभल मैले त खाएको छैन घटेर आसमा मटाउने नै फेरि जुम गर्ने त कहिले जुम गर्ने आउँछ नि मोटो मोटो कसलाई जुम गर्ने मलाई हो हामी चाहिँ आधी बाटो हो कि नआधी हो आयौँ है यस्तो राम्रो ठाउँ छ त्यही बाटो हो के हामी फेरि अर्को सर्टकट बाटो उकालो सबै यस्तै यस्तै बाटो छ ल फेरि किन्नु चाहियो बिबी लोभ हो रे नि यस्तो राम्रो छ है ठाउँ त खरबुजा सबै खाने हो र सकिस् भनेर काले चढ्न नसक्ला नि पेटमा 11 बज्न लाग्यो तर आधी बाटो नै आएको छैन रे यस्तो छ हालत हिँडेकै छौँ है हामी चाहिँ मेरो साथीहरू उता पछाडि छन् है कहाँ छौ रङ्गिता यस्तो लामो बाटो मामा 12 बजे नि पुगिन्न होला हामी त है ओइ 12 बजे पुगिन्छ र अघि त म एक्लै हो भन्थे कति किलोमिटर अर्कै ठाउँमा आयौँ है हामी त आउन थाल्यो क्या ठिक छ
बेलैमा पाक्यो आधी बाटो यहाँबाट यस्तो भ्यू देखिन्छ हाम्रो हामी आधी बाटो आयौँ कि भन्ने फिल भइरहेछ हो र आयौँ र आधी बाटो बढी भइसक्यो यहाँबाट यस्तो भ्यू देखिया तर मेरो मोबाइलले देखेन ठिकै छ आधीमा बढी आयौँ अब 1 घन्टामा पुग्योस् हे भगवान् बाइक लिएर नि आउने रहेछन् पुरै रोड छ कि यहाँनिर चाहिँ राम्रो रहेछ कुनै ठाउँमा चाहिँ पिच छैन गाडी पनि गइरहेछ तर हामी चाहिँ हिँडेर ठिकै छ नि त पोखरी पानी छ पानी साथ अझ पोहोर गर्न मलाई खरे त्यो पानी हेरौ न अनि त्यो गाई चाहिँ हामी चाहिँ अब पुग्न लाग्यौँ यस्तो गाह्रो भयो कि यस्तो गाह्रो मलाई मात्र थाहा छ र यो मान्छेलाई हाम्रो साथीहरू कहाँ गए चरा रचना त भयो अब फेरि आउने कि नआउने बिचारा मेरो साथी सलिना न भयो साथीहरू हामी चाहिँ पुग्नै लाग्यौँ अब 1-2 मिनट मात्र है यहाँनिर देख्न सक्नुहुन्छ झन्डा है नेपालको झन्डा देख्दाखेरि त छुट्टै आनन्द लाग्ने भन्ने मान्छेहरू यहाँ बसेन झन्डा मेरो साथीहरू देखो 2 जना चाहिँ अगाडि गए अरू फाइनली आयो हामी नाच्नु थाल्यो त मान्छे त ल लड्ने झने देखो न गाइस देखो हामी चाहिँ हिँड्यौँ खाली खुट्टा यस आए डग्गी सुतिरह यहाँ चाहिँ हाम्रो जुत्ता चप्पल यो खासमा साँच्चै नै भाकल गरे हो विस माग्छ कि यहाँ चाहिँ यस्तो बनाएर कि यो नाम त थाहा छैन विस माग्छ कि यस्तो बनाएर वाह कस्तो राम्रो हावा चलेको नेपालको झन्डा फरफराइरहेछ चाहिँ यतिखेर यो मन्दिरमा छौँ अब कता जाने हो अब हाम्रो खाजा खाने कार्यक्रम हुन्छ होला हैन आराम गर्नेहरु भन्दा गोविन्दलाई आराम चाहियो अरे त्यहाँ पछि हामी फेरि झर्छौँ घरतिर गाइस साथीहरू हामी चाहिँ फर्क्यौँ अब अलि तल गएर खाजा खान्छौँ अनि देखो गाइस हामीले यहाँ पानी किनेको हैन 50 रुपैयाँ भनेको पानी किन्यौं गाइस लुटेर बसे है जनतालाई छे भने यति सारा मान्छेहरू आशिका तामाङ दिदी आउनु पर्यो क्या पानीले 50 रुपैयाँ
होइन अब 25 कुनै कुनैमा हुन्छ होइन कुनै कुनैमा लिन्छ कि। बाटोहरूमा नि हुन्छ तर 30 सम्म चाहिँ ठिकै हो कि 50 लिनु त आमामा त्यही त नि फेरि अनि रोड पनि छैन यताउता केही साधनहरू पनि आउँदैन भने भए पो एउटा कुरा भने होइन यत्रो गाडी पनि ढुङ्डुङ हिँडिरहेको है दोकानमा बोकेर लान्छ अरे भने है होला टोकोमै बोल्छ होला तिनीहरूले ती बाटो फर्किसक्यौँ खुट्टा दुखेर भिजो बाछ उक्लिँदा भन्दा पनि झर्दाखेरि खुट्टा दुख्यो साथीहरू फाइनली गुराँस टिफिन हामी लालगुराँस जस्तै फुलको मारी भएको छौँ गाइस हामी अहिले आयौँ कहाँ गोदावरी पुग्न लाग्यौँ झ्याउ लागिसक्यो हामीलाई त लामो रहेछ गाइस, यो बाटो चाहिँ नहोला भने मेरो घुँडा दुखेर मर्छु होला हौ म त छ्या दोबारे पनि झन् यतिखेर गोदावरी आयौँ बल्ल तल्ल मुख धोको ठिक छ म त धुन्न म त निस्किँदा नि यस्तो थियो कि के भएको अझै ल अब त मेरो गाजरले लचकलिची भयो होला भएन मेरो चाहिँ भएको है गाइस कस्तो भयो ल भन न झिलिमिली बनेर गएको हेर न कस्तो थियो अब हेर न यो अनुहारको ग्लो त यस्तै हो कि तर घाममा उले भन न माथिको ग्लो आएन के त्यही भएर भिडियो बनाइदेऊ न अझै खाएर पुगे छैन हेर नि बिचरा खानै जन्मेर चाहिँ खाऊ खानै जन्मेर छु यसरी आइरहेको थियो कि बिचरा कति स्पिड आजको म अब सकाउँछु मेरो ब्लग आजको भिडियो चाहिँ यहीँनिर सकिन्छ है त्यही हो भिडियो हेर्नुभयो होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू प्लिज बाई 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 बाई